सो मैं विशेष गरी हेल्दी लिभिङ नेपाललाई धन्यवाद दिन चाहन्छु मनदेखि नै, किनकि म सबैलाई देखाउनेको तरिकाले भन्दाखेरि मनले किन भन्न चाहन्छु भने म 3 पढेको मान्छे हो। कतिजनालाई थाहा छ म 3 पढेको भन्ने कुरा, राइट? सो 3 पढेको व्यक्तिलाई पनि हैन बनाउँदो रहेछ नि त हेल्दी लिभिङ नेपाल, हैन? सो निखार्दो रहेछ कि कमसे कम हामीले पढ्नु नसकेको कुराहरू सिकाउँदो रहेछ, हामीले सिक्नु पाउँदो रहेछ। आखिर केही पाएन रहेछ भने मनलाई शान्ति चाहिँ छ यो इन्डस्ट्रीमा आउँदै गर्दा। र यो यात्राहरू सुरु गर्दै गर्दाखेरि मैले सिकेको कुराहरू चाहिँ त्यो पहिला थिएन के। टेन्सन, दिमागमा तनाव, हैन? छिमेकीले कहिले पैँचो दिन्छ होला भने टेन्सन, हैन? बाँकी लगेको पैसा फिर्ता नआएर टेन्सन, त्यो हरेक कुराहरूको टेन्सनहरू, त्यो आन्तरिक भित्रको निखार छ नि, त्यो चाहिँ हेल्दी लिभिङ नेपाल डाइरेक्ट सेलिङमा आएर मात्रै मैले आनन्दको जीवन जिएको छु, राइट? सो छोरा मान्छेलाई धेरै टेन्सन हुन्छ, तपाईँहरूलाई थाहा छ।